छोरा मलाई छोडेर अमेरिका नजा। त्यस्तो नहुन बा, मेरा बा त ज्ञानी छन् नि, मैले जे भन्यो त्यही मान्छन्। अब 40-50 वर्ष त हो, म चाँडै आइहाल्छु नि। छोरा मलाई बेसहारा बनाएर नजा। बाबा अमेरिका भन्ने सानोतिनो देश होइन के, बट्टा पनि भनेकै मान्दैनन् यार। म जान्छु, टक्क लौ मिठाई खाऊ, यही खाया मजाले। म आउने बेला तिमीलाई मिठी ल्याइदिन्छु, अनि भुटेको भात पनि पठाइदिन्छु नि त तिमीलाई है। तिमी मजाले घर बस, म चाहिँ जान्छु है। लौ खाऊ, म त कसैलाई पनि नदिए है बाबा है। ल बाई 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 भनिदिएको चुटी बाई है। ओहो शेरसिंह, कता हो त यो सुटकेस बोकेर? कता इन्डिया हो कि टोली, मलेसिया हो कि साउदी हो? कहाँ साउदीतिर हुने हो यार, अमेरिकातिर हो नि। अमेरिका जब त्यस्तो अमेरिकालाई पनि के अमेरिका भन्ने यार। अमेरिका त यही नेपाल हो नि त हाम्रो लागि। नेपाल पनि यही, अमेरिका पनि यही। गर्न सक्यो भने यही गर्न सकिन्छ रे। तिमी जस्ता युवाले केही गरी खान सक्दैन, लास्टमा अमेरिका जान लाग्यो होइन? अरे केटा, अमेरिका भनेको अमेरिका हो के, ट्याक्क ठाउँ पनि राम्रो, रोजगार सोजगार पाइन्छ। यहाँ के छ? केही छैन यहाँ। किन छैन आम्दानी? यहाँ गरम भनेपछि गाई पालन छ, गोरु पालन छ, भैँसी पालन छ, हुँदा हुँदै राम्रो आम्दानी झन् भालु पालनमा छ। अनि भालु पालन गऱ्यो भने त सबभन्दा राम्रो आम्दानी त्यहीमै छ नि। यहीँ बसेर गर्न सकिन्छ नि। कुरा सुरा बुझ्नु लाज शरम घिन नभएको त जन्मिँदै पेटमै तुल्नु पर्ने। अलिकति नेपालका युवा भएर नेपालमा केही गरौँ, नेपाललाई अलिकति अगाडि बढा भन्नु छैन। युडिपी पर्यो अरे अस्ट्रेलिया अमेरिका जान्छु अरे, अहिले सम्झा थर्कामै यार। के थर्काउने यस्तालाई? जब डिबीको लालचमा गइरहेछ, यस्ता डिबी गरिन्न, बरु यहीँ मरिन्छ, यहीँ बाँचिन्छ, यहीँ गरेर खाइन्छ। तर विदेश पलायन जिन्दगीमा भइन्न। मेरो त खुन लगलगले स्त्री उम्ले त पड्काइदिउँ क्या सालेलाई। छोडिदे यार। ठिक हो यार केटाहरू, तिमीहरूले भनेको कुराहरू एकदमै सही हो, एकदमै राइट हो। म गलत रहेछु नि त, मैले आफ्नो देशलाई बिर्सिएर अरूको देशमा गएर गुलामी गर्न लागेको रहेछु। हो, म सही हो, म यो जाँदैन विदेश कहीँ पनि जाँदैन। ओ भाइ हो, साउदीको लागि 250 जना गुद हुने कामदार खोजेर जाने हो कोही भाइ हो? म जाने हो त, म जाने त। 4 लाख रुपियाँ म दिन्छु त। मेरो 4 भिसा लगाए मैले झरेर म जाने त यार। मलाई हेर्नु न यार, गरिब हो यार। 5 लाख दिन्छु बरु यार, यार।